हेलो साथीहरु नमस्ते। मेरो मिनी ब्लगमा भेना चाहिँ गाउँदेखि आउनु भएको हेर्नु न, पोका पतौरा ल्याउनु भएको रहेछ धोक्रोमा। मेरो नानीले चाहिँ खोलिरहेछ यहाँ, अनि के छ भनेर हेर्दैछ। भेनाले चाहिँ यहाँ झोलामा पनि के ल्याएको छ भनेर भेना के सामान छ यहाँ पनि होला भन्दै खोल्दै हुनुहुन्छ। उता छोरा चाहिँ हेरिरहेछ। अनि यता चाहिँ सुकेसमा पनि ल्याउनु भएको रहेछ क्या, पोका प्लास्टिकमा पोका पारेर अनि पोका खोल्दै हुनुहुन्छ। भेना चाहिँ 2 महिनाको छुट्टी आउनु भएको, सिद्धेर पनि अब बाहिर फेरि जाँदै हुनुहुन्छ। अनि सामानहरू पनि छुट्याउनु, लोकल रक्सी हेर्नु न, यो चाहिँ आरु बखरा हेर्नु न। अनि मेरो माइली नानाले चाहिँ लोकल कुखुरा पठाइदिनु भएको रहेछ। माइली नानाको छोरालाई पनि मैले बोलाइरहेको थिएँ, बागबजारतिर बसेर चाहिँ पेरुङ हो कि साथी, पेरुङमा ल्याउनु भएछ। अनि यहाँ चाहिँ कुखुरा दुध दिएर पठाइदिनु भएछ क्या माइली नानाले चाहिँ। अनि भाइले चाहिँ कुखुरा मार्दैछ यहाँ चाहिँ। अनि अब माइली नानाको छोराले चाहिँ यहाँ मेरो हात त कति ज्यादा हो आन्टी, मर्दैन भन्दै यहाँ गफ दिइरहेछ क्या पुरै। यता पानी आएर फेरि पानीले पनि पुरा च्यालेन्ज दिइरहेछ क्या। लोकल कुखुराको बनाएर चाहिँ सुप खाने खालको मौसम भइरहेछ आज। यता त्यो सफा गर्नको लागि पानी, कुखुरा सफा गर्नको लागि पानी बत्बत उमिरहेछ। अनि यहाँ पानी हालिरहेछ भाइले चाहिँ, कुखुरा सफा गर्नको लागि पुरै पानी हालिरहेछ। अनि भाइले चाहिँ पुरै पानी हालिरहेछ, सफा गर्दैछ भाइले चाहिँ। यहाँ पुरै सफा गर्दैछ भाइले चाहिँ, दुधेर कुखुरा सफा गर्नको लागि। कुखुरा सफा गरेर पनि काट्दैछ क्या मासु चाहिँ, पुरै लोकल कुखुराको मासु त हो। टाइमलाई काटिरहेछ भाइले चाहिँ यहाँ। अनि यहाँ तयार पनि भइसकेछ काटेर। अनि भाइ चाहिँ उता बागबजारतिर बस्छ। अनि आधी भाइलाई नि पठाइदिनु पर्यो उता साथीहरूलाई भनेर मैले चाहिँ छुट्याइदिएको आधी मासु चाहिँ, आधी चाहिँ यता पकाए साथीहरू। अनि अब यता खाने भनेर तयार पनि भइसक्यो के साथीहरू।